बमोजिम जिम्मा पाएको व्यक्तिको सुरक्षा, सम्पत्तिको सुरक्षा, सरकारी भवनहरूको सुरक्षामा खटिएको प्रहरी कर्मचारीले त्यो सुरक्षा नगरिकन हुलदंगा, दंगा फसाद यस्ता कुराहरूमा नामर्दीसँग भाग्यो भने 10 वर्षसम्म कैद हुने, सजाय हुने व्यवस्था त्यहाँ छ। र हामीले नेपाल प्रहरीमा भर्ना भएर सुरुमा इन्डक्टिनेट गर्दा नै तिमीलाई यो पनि व्यवस्था भएको हुनाले तिमी कर्तव्यबाट भाग्यौ भनेदेखि तिमीलाई यो अनुसार कैद हुन्छ, तिमीले फुर्सद पाउँदैनौ। त्यसकारण निडर, निष्पक्ष, कर्तव्यनिष्ठ भएर आफ्नो ज्यानको बाजी लाएर तिमीले परेको बेलामा काम गर्नुपर्छ भनेर उसलाई सिकलाई उसलाई त्यो खालको चाहिने वातावरण हुर्काइएको हुन्छ। तर यहाँ अघि नै भन्यो कि अब यहाँ आदेशको दबावमा काम गर्ने कि कानुनी आवश्यकताको सन्दर्भ पनि हामीले प्रहरी कर्मचारी सुरक्षा निकायलाई अझै पनि म भन्दैछु, अझै पनि आदेश दिनेलाई मात्रै जिम्मेवार बनाएर जाने हो भने अब पनि परिस्थिति के बन्छ भने कुनै प्रहरी कर्मचारी सधैँ सत्तामा बस्नेको लठैत मात्रै हुने भयो, कानुनबुझी त गर्ने भएन। नेपाली जनताले के चाहन्छ त? नेपाल प्रहरीलाई सधैँ एउटा सत्तामा बस्नेको लठैत मात्रै बनाउने या कानुनबुझी काम गर्ने योग्य बनाउने?